गलत ठाउँमा अड्किएको जस्तो लाग्छ होइन? आज हामी प्यासन अर्थात् रुचिको बारेमा समाजमा फैलिएको सबैभन्दा ठूलो भ्रम र आफूलाई साँच्चीकै मनपर्ने जीवन जिउने एउटा व्यावहारिक योजनाको बारेमा गहिरिएर कुरा गर्नेछौँ। कवि पाशले भनेका थिए, सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु। हो, यही एउटा वाक्यले आजको हाम्रो विषय कति गम्भीर छ भन्ने कुरा प्रश्न पार्छ। ल, सुरु गरौँ पहिलो खण्डबाट, करियर सङ्कट। आखिर किन यति धेरै मानिसहरू आफ्नो काममा, आफ्नो करियरमा एउटा बन्द कोठामा थुनिएको जस्तो महसुस गर्छन्? आउनुहोस् यसको जडसम्म पुग्ने कोसिस गरौँ। ल, एउटा कथा सुनौ है त, अमितको। उनी 26 वर्षका भए। गुरगाउँको एउटा राम्रो आइटी कम्पनीमा काम गर्छन्, वार्षिक तलब 12 लाख छ। बाहिरबाट हेर्दा त सबै ठिकठाक छ होइन, तर भित्रभित्रै उनलाई एक किसिमको अनौठो खालीपन र शून्यपनले सताइरहेको छ। तर यो कथा अमितको मात्रै होइन, यो त एक विश्वव्यापी समस्या हो। सन् 2024 को ग्यालप सर्वेक्षणले के देखाउँछ भने दक्षिण एसियामा केवल 21% कर्मचारीहरू मात्र आफ्नो काममा साँच्चै मन लगाएर काम गर्छन्। सोच्नुहोस् त, यसको मतलब लगभग 10 जना मध्ये 8 जना यस्तो ठाउँमा काम गरिरहेका छन् जहाँ उनीहरूको मनै लाग्दैन। अब जाउँ दोस्रो खण्डमा, प्यासनको पासो। हामीलाई सधैँ भनिन्छ आफ्नो मनको कुरा सुन्नुपर्छ, आफ्नो प्यासनलाई फलो गर्नुपर्छ। तर के यो सल्लाह साँच्चै सही हो त? सन् 2018मा स्ट्यानफोर्ड विश्वविद्यालयको एउटा अध्ययनले दुई थरीको मानसिकता देखायो। एउटा हो फिक्स्ड माइन्डसेट, जसमा मानिसहरू सोच्छन् कि प्यासन वा रुचि भनेको कतै लुकाएर राखेको खजाना हो जुन एक दिन आफै भेटिन्छ। तर सत्य के हो भने ग्रोथ माइन्डसेट अनुसार रुचि भनेको त एउटा बिरुवा जस्तै हो, जसलाई रोप्नुपर्छ, मलजल गर्नुपर्छ अनि बिस्तारै हुर्काउनुपर्छ। लेखक क्याल न्युपोर्टबाट प्रेरित यो भनाइले नयाँ सूत्रलाई एकदमै स्पष्ट पार्छ। सूत्र यो होइन कि पहिले रुचि खोज अनि काम गर। सही सूत्र हो अन्वेषण गर, प्रयास गर, गहिराईमा पुग, कुनै सिप विकास गर अनि हेर्दै जानुस्, रुचि आफैले भेट्टाउनेछ। अब तेस्रो खण्ड, फ्लो स्टेट पत्ता लगाउने। रुचि खोज्ने होइन, बनाउने कुरा हो भन्ने त थाहा भयो, तर यो हुन्छ कसरी? यसको जवाफ फ्लो स्टेट भन्ने कुरामा लुकेको छ। ल, अब नेहाको कथा सुनौ। उनी 34 वर्षकी गृहिणी हुन्। एक दिन उनले बनाएको केकको पहिलो अर्डरमा ग्राहकबाट गुनासो आयो। तब उनले के सोचिन्, यो मेरो ठूलो गल्ती भयो, म यो कामको लागि लायक नै छैन। धेरैजसो मानिसहरू यस्तै सानो असफलतामा हार मान्छन्। तर नेहाले हार मानिनन्। उनले फेरि प्रयास गरिन् र बिस्तारै एउटा यस्तो अवस्था महसुस गर्न थालिन् जसलाई मनोविज्ञानमा फ्लो स्टेट भनिन्छ। यो यस्तो अवस्था हो जहाँ कुनै काममा यति डुबिन्छ कि समय बितेको पत्तै हुँदैन। र अचम्मको कुरा, यस्तो अवस्थामा उत्पादकत्व 500%सम्म बढ्न सक्छ। अब चौथो खण्ड, सुनौलो पिञ्जडा। यदि रुचि विकास गर्न सकिन्छ भने हामी किन मन नपर्ने काममै अड्किरहन्छौँ त? यो सुनौलो पिञ्जडाबाट बाहिर निस्कन किन यति साह्रो गाह्रो छ? यसका केही प्रणालीगत कारणहरू छन्। पहिलो, एक्सपोजरको कमी। भारतमा औसत विद्यार्थीलाई 12,000 भन्दा बढी करियर विकल्पहरूमध्ये मुस्किलले 10-15 वटाको बारेमा मात्र थाहा हुन्छ। दोस्रो, सानै उमेरमा एउटा बाटो रोज्न बाध्य पारिनु। र तेस्रो, सबैभन्दा ठूलो पासो, ऋण र इएमआई अर्थात् मासिक किस्ताको चक्र, जसले गर्दा स्थिर जागिर छोड्ने कुरा सोच्न पनि सकिँदैन। यो टाइमलाइनले अमित जस्ता मानिसहरूलाई ऋणको चक्रले कसरी बाँध्छ भनेर छल्लङ्ग देखाउँछ। 16 वर्षको उमेरमा कोचिङको शुल्कदेखि सुरु हुन्छ अनि शिक्षा ऋण, गाडीको इएमआई र घरको ऋणसम्म। यो यस्तो चक्र हो जसले मानिसहरूलाई आर्थिक रूपमा कैदी बनाउँछ र उनीहरूका सपनाहरूलाई बन्धक बनाइदिन्छ। पाँचौं खण्ड, 3 चरणको कार्ययोजना। तर यो सुनौलो पिञ्जरा र ऋणको चक्र तोड्न नसकिने भने होइन। आउनुहोस् यसको लागि एउटा एकदमै व्यावहारिक र ठोस योजना हेरौँ। नो हो 3E फर्मुला, एक्सप्लोर, एन्गेज र एक्सेल। पहिलो, एक्सप्लोर अर्थात् आफ्नो संसारलाई फराकिलो बनाउने। दोस्रो, एन्गेज अर्थात् सोचेर मात्र होइन, हातैले काम गरेर हेर्ने। र तेस्रो, एक्सेल अर्थात् कुनै एक क्षेत्रमा यति राम्रो बन्ने कि कसैले बेवास्ता गर्न नसकोस्। लेखक जोश कफमनका अनुसार कुनै पनि नयाँ सिपमा कामचलाउ राम्रो हुनको लागि जम्मा 20 घण्टाको अभ्यास भए पुग्छ। हो, जम्मा 20 घण्टा।
यो 20 घण्टाको नियमले इङ्गेज चरणलाई निकै सहज र सम्भव बनाइदिन्छ। अब सिप त बनायो, तर त्यसलाई टिकाइराख्न के चाहिन्छ? एन्जेला डकवर्थको अनुसन्धान भन्छ सफलताको सबैभन्दा ठूलो कारक ग्रिट अर्थात् दृढता हो। यो भनेको के हो? रुचि र लगनशीलताको मिश्रण। यो जन्मजात गुण होइन, तर एक्सेल चरणमा विकास गर्न सकिने बानी हो। ल, अब फेरि अमितको कथामा फर्कौं। उनले आफ्नो बाल्यकालको शक, काठको नक्काशीलाई फेरि सुरु गरे। 20 घण्टाको अभ्यासपछि उनले आफ्नो फ्लो भेट्टाए र 2 वर्षपछि आज त्यो उनको लागि अतिरिक्त आम्दानीको स्रोत मात्र होइन, उनको मानसिक छटपटी अर्थात् प्यानिक अट्याकबाट छुटकारा पाउने माध्यम पनि बनेको छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यो यात्रा रुचि खोज्ने मात्र होइन, बरु त्योभन्दा पनि गहिरो एउटा उद्देश्य निर्माण गर्ने हो। इकिगाई यो एक जापानी अवधारणा हो जसको सरल अर्थ हुन्छ बिहान उठ्ने कारण। यो 4 कुराहरूको सङ्गम हो। आफूलाई के मनपर्छ, आफू केमा राम्रो छ, संसारलाई के कुराको आवश्यकता छ र कुन कामको लागि पैसा तिर्न सकिन्छ। र यहाँ पनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने इकिगाई पनि रुचि जस्तै हो। यो चित्रमा हेरेर पत्ता लगाउने कुरा होइन, यो त समयसँगै टुक्रा टुक्रा जोडेर निर्माण गर्ने कुरा हो। यो त्यही एक्सप्लोर, एङ्गेज र एक्सेलको यात्रा हो जसले बिस्तारै यी 4 वृत्तहरूलाई एकै ठाउँमा ल्याउँछ। अब यो सबै सुन्दा मनमा केही सामान्य बहानाहरू आउन सक्छन् होइन, जस्तै मेरो त उमेर भइसक्यो। तर वास्तविकता के हो भने विश्वव्यापी रूपमा करियर परिवर्तन गर्ने औसत उमेर नै 39 वर्ष हो। अभिभावकले मान्नुहुन्न, तर पहिला परिणाम देखाएर अनि कुरा गर्दा कसो होला? मसँग पैसा छैन, तर धेरैजसो अन्वेषण त सित्तैमा हुन्छ र धेरै सिपहरू न्यूनतम लगानीबाटै सुरु गर्न सकिन्छ। त्यसैले एउटा कुरा याद राख्नुहोस्, रुचि खोज्ने होइन, निर्माण गर्ने हो। हरेक लामो यात्रा एक पाइलाबाटै सुरु हुन्छ। आज यो यात्रा सुरु गर्नको लागि सबैभन्दा पहिले के कुरा अन्वेषण गर्ने त?